अनि यो सेकेन्ड प्रेग्नेन्सीमा पनि अनि कस्तो याद आउँदो रहेछ फर्स्टमा अनि केयर गर्ने साथी थियो अनि सेकेन्डमा नि कति गाह्रो भएको अनि कस्तो याद आउने कस्तो साथी थियो होइन अनि फेरि मेरो गयो अनि हाई सन्जु इट्स मी नितिका योर फ्रेन्ड एन्ड योर वेल विसर अनि तिम्रो लागि आज क्यानबरा आएको मौका पारेर सानो बेबी सावर अर्गनाइज गरेको हाम्रो फ्यामिलीले त्यही भएर तिमीलाई कुरेर बसेछौँ अहिले चाहिँ के अरे धेरै टाढा छैनौँ 5 मिनट टाढा मात्र छौ आउँदैछौ अनि आई जस्ट वान्टेड टु गिभ यु बेस्ट विसेस अनि त्यसपछि चाहिँ तिम्रो एकदमै राम्रो होस् सेफ डेलिभरी होस् अब हामी छिटै नेपाल जाँदैछौँ नेपालमा तिमीले कल गरेको सुन्न पाऊँ राम्रोसँग डेलिभरी भयो नानी के अरे बच्चा र आमाको दुवैको हेल्थ एकदमै राम्रो छ राम्रोसँग डेलिभरी भयो भनेको सुन्न पाऊँ अनि त्यसपछि चाहिँ तिम्रो इमोसनल हेल्थ फिजिकल हेल्थ अनि सबै कुराहरू राम्रो होस् अनि सबैजना तिम्रो फ्यामिली मेम्बर आउनु भएको छ नेपालबाट त्यही भएर त्यो एकदमै प्लस पोइन्ट हो अनि यति राम्रो फ्यामिली मेम्बर दिदी के अरे बहिनी भाइ अनि मम्मी बाबा रितन यस्तो माया गर्ने फ्यामिली छ तिम्रो हुनुहुन्छ तिम्रो साथमा त्यही भएर ढुक्क भाउ तिम्रो एकदमै राम्रो हुन्छ बिकज यु आर अ ब्युटिफुल एन्ड काइन्ड हार्टेड पर्सन तिम्रो सबै राम्रो हुन्छ अनि वी जस्ट वान्टेड टु गिभ यु अ लट अफ ब्लेसिङ एन्ड विसेस हेभ अ सेफ डेलिभरी वी लभ यु सन्जुको मिनी बेबी सावरको लागि यहाँ खाना पाक्दैछ यो चाहिँ घिउ हालेको आमाको हातको पुलाउ मिनी बेबी सावर भएको जस्तो अनि आमाले के बनाउनु भएको छ भने यहाँ चाहिँ दाल ल देखाइदिनु त त्यहाँ चाहिँ खसीको मासु यम्मी खसीको मासु छ आमाको हातले बनाउनु भएको अनि यता तरकारी अनि त्यसपछि यहाँ दाल छ हैन जानेको अनि यहाँ चाहिँ अचार छ ल अनि त्यसै गरी अनि हजुरलाई के भन्नु छ सन्जुको लागि हामीलाई धेरै धेरै बधाई छ राम्रोसँग डेलिभरी होस् हैन आमा बच्चा दुवैको हेल्थ राम्रो आमा बच्चा दुवैको हेल्थ राम्रो होस् दुःख नभइकन एकदम धेरै नदुखिकन धेरै व्यथा नलाइकन फुटुक्क पाइन अरे भन्ने सुन्न पाऊँ हैन आरामसँग राम्रो हेल्दी बेबीको जन्म होस् आमा बच्चा दुवैको हेल्दी होस् यो कसरी भन्ने जु भन सन्जु आन्टी भन have a safe bana delivery I love you bana babu I love you bana okay hi Sanju and Ritan have a safe delivery and enjoy your parenthood. I hope you will be I'm not hoping, I'm sure you will be the best moment. सन्जुलाई कुट्दैछौँ हामी सन्जुको लागि यो सरप्राइज बेबी सावर हो ल सन्जु तिम्रो बेबी गर्ललाई वेलकम गर्नका लागि हामीले डेकोरेसन गरेर रेडी पारेको छौँ Lots of love. We love you all.
नमस्ते Seriously, होइन होला नमस्ते के छ के छ ल हेर त कस्तो छ के छ राम्रो तिमीहरूलाई कति पुरेको हिजो तपाईँ जेन्डर रिभिलमा जानुभएको थियो होइन कति राम्रो तपाईँले गर्नुभएको थियो पनि कति राम्रो थियो के छ आमै टमी त हेर्नै बिर्सेको खोइ त बाबु सुत्यो आमा सन्चै ठुलो बाबु त्यहाँ छ कस्तो क्युट ल खुब डेकोरेसन भइसकेछ तिमी त होइन अब तिमीलाई डेकोरेसन मनपर्छ नि त अनि त्यसपछि बिचरा अब यही भएको भए कस्तो गर्नुहुन्थ्यो भने होइन आन्टी अङ्कल नमस्कार टिकटकमा भ्लग गराउँदै आइरहेको थिएँ हो र थ्याङ्क यू सो मच Oh my God. मैले त्यही तिमीले युट्युब गरिरहेको छौ नि त त्यो यसरी खिच्दिएको थ्याङ्क यू म यसरी खिच्दिन्छु ल थ्याङ्क यू सो मच भनेको मेरो बिल्ला हो म हाँसिरहेको छु नि त हजुर हेलो हेलो मलाई त बेहुली जस्तो फिल भइरहेछ दिनदिनै यस्तो राम्रो थ्याङ्क यू साथी ल यहाँ मेकअप हुँदैछ गेटिङ रेडी फर माई आफ्टर सरप्राइज अब यहाँ रेडी फर्स्ट बेबी सावर अस्तिको दही चिउरा बेबी सावर त फर्स्ट हो नि ल सी इज गेटिङ रेडी अलि ढिलो आयो कि 1 घन्टा Thank you so much. As expected. त्यही भएर म सरप्राइज थिएन हो र सरप्राइज त भयो कि तर तिमीले केही न केही गर्छ भन्ने मलाई थियो थाहा थियो एक्सपेक्टेसन हुन्छ नि त्यही भएर अब अनि त्यही भएर रोइन म त उसले चाहिँ हुन्छ होला झन् प्रेग्नेन्सीमा इमोसनल हुन्छ नि त इमोसनल त भएको छु तर अलिकति दिमागमा इमेजिनेसन त्यो एक्सपेक्टेसन भावनाले रुन चाहिँ आएन अस्ति नै हामीले भिडियो बनाएको थियौँ नि प्रेग्नेन्ट भनेर अनि आज बनाउनु पर्छ तिमी चाहिँ स्टिल प्रेग्नेन्ट भन्ने चाहिँ अनि चाहिँ अनि अनि पछि फेरि म नेपाल आउँछु नि छोरीहरूलाई देखाएर है फेरि बनाउनु पर्छ ओके अनि एज एक्सपेक्टेड भनेपछि अनि त्यो सिन्दुर मिलाउनु पर्दैन एज एक्सपेक्टेड भन्ने मैले नुहाएर कपाल सपाल कर गरेर आउँछु सोचिरहेको थिएँ जस्ट इन केस भयो अनि एज एक्सपेक्टेड भनेर अनि पिङ्की पिङ्की किन नलाग्यो होइन अब त्यो त फेरि टु मच थाहा पाएर आयो जस्तो अनि त्यसपछि कपाल चाहिँ पुरा रोल गरेर आउँछु भन्ने लाइक हुन्छ नि उ गरेर आउँछु भन्ने सोचिरहेको थिएँ अनि सपिङ गएको ढिला भयो कि ल इट्स ओके पज ल लुकिङ ब्युटिफुल थ्याङ्क यू आउनु दुईजना थ्याङ्क यू सो मच फर एभ्रिथिङ उता जाम खोइ ल ऊ बेबी सावर गर्ने मान्छे आउनुहुन्छ म एकछिन फोटो खिच्दै आउँछु ल सन्जुको हेर्नु त बाबु त अर्कै थियो सानोमा पुरै फरक रहेछ लिन्छ र नलिगा पो 4.5 केजी की छिन् बुढिया हो कि मान्छे हो यो आँखा कपाल हेर्नु बुढिया सबभन्दा राम्रो आमाको दुध आएछ नि आमाले यसका के गर्ने मेरो छोरी जेठीका नानीको बुवाको जस्तै हुन्छ मम्मी जस्तो बाबा मक्काला हो रे हजुर
पैसामा उसले बर्दियो भने कसै थाहा पाल्छ कि कसो हो कसो राम्रो पाल्छ बिहाइन्ड द सिन पनि खिचौँ न होइन त्यस्तो पाला खाली पेट नदेखिनु लुगा ला पेट देखेर बाबु के खाएको के खाएको मम बहिनीलाई माया गर बहिनीलाई माया पेट खै आन्टीको पेट यही आन्टीको पेट देखाइदेऊ जाऊ आन्टीको पेट खै आन्टीको व्हाइट यही आन्टीको हेर which color is that कुट्ने जस्तो के छोडिदेऊ ल बच्चासँग यस्तै हो I miss you, Ritan. I miss you, baby. कुन बेबी हो पेटको बेबी पेटको बेबी कि घरको बेबी I miss you, baby को बाबा. अब के भयो टाढै भयो त्यो पनि बेबी सावर मनाइयो साथी भन्न थ्याङ्क यू साथी मेरो प्यारो साथी के भन्नु आम सो ब्लेस मेरो प्रेग्नेन्सी जर्नीमा मैले हरेक स्टेप चाल्दाखेरि मलाई याद आउने मान्छे भने यही हो दिदी यही मान्छेले सिकाएको मलाई कति सहज साहसी हुनुपर्छ कति कुरा आँटिलो हुनुपर्छ कति ख्याल गर्नुपर्छ आफ्नो कति बेबीको ख्याल गर्नुपर्छ भनेर यही मान्छेले सिकाएको मलाई अनि मेरो यति राम्रो मान्छे छन् दुईटा मेरो प्रेग्नेन्सी ममा इन्सपिरेसन चाहिँ नितिका शर्मा है साँच्ची भने हरेक कुरा गर्दाखेरि यसरी गरेको थियो नितिकाले त मैले यसरी गर्नुपर्छ भन्ने मलाई चाहिँ फिल हुन्छ कि थ्याङ्क यू सो मच साथी अनि आम सो ब्लेस बाबु नानी आमा सबैजनासँग मम्मी बाबासँग बेबी सावर गर्नु पाएँ तिमी नेपाल जानुभएको अगाडि थ्याङ्क यू सो मच फर अर्गनाइजिङ यस्तो क्युट बेबी सावर यस्तो बाबु नानीसँग दुई दिनसँग कति गाह्रो हुन्छ त्यो पनि थ्याङ्क यू आमालाई पनि थ्याङ्क यू मिठो खाना खुवाउनु भयो बिनाजुलाई थ्याङ्क यू लुक आफ्टर गरिदिनु भयो सबैजनालाई थ्याङ्क यू मेरो पनि प्रेग्नेन्सी जर्नीमा पनि भन्छु नि मेरो बाबुको यो चाहिँ मेरो सेकेन्ड प्रेग्नेन्सीको म अहिले बच्चा पाइसकेको छु तर मेरो बाबुको प्रेग्नेन्सी जर्नीभरि ऊ थियो काममा होइन अनि यस्तो केयर गर्थ्यो अनि होइन ऊ यसरी जान्छ भन्ने एक्सपेक्टेडै थिएन बिचमा म म्याटर्निटी लिभबाट आउँछु भनेर अनि ऊ गइसकेपछि यस्तो भएँ है एकदमै नरमाइलो साथी होइन अनि मेरो प्रेग्नेन्सी जर्नीभरि यति केयर गर्थ्यो आन्टी है मलाई त जुत्ता फुस्किरहन्थ्यो तुना थियो है मलाई न्युरी नै दिन्थेन के अनि तुना लगाइदिन्थ्यो यस्तो गरेर अनि त्यो प्यान्ट मैले यस्तो गरेर अनि कस्तो प्यान्ट स्कुलमा लाउने प्यान्ट किनेर ल्याइदिएको कस्तो यस्तो कुराहरू अनि यो सेकेन्ड प्रेग्नेन्सीमा पनि अनि कस्तो याद आउँदो रहेछ फर्स्टमा अनि केयर गर्ने साथी थियो अनि सेकेन्डमा नि कति गाह्रो भएको अनि कस्तो याद आउने यस्तो साथी थियो होइन अनि फेरि मेलबर्न गयो ऊ अनि मेलबर्न गयो सरप्राइजिङली अनि ऊ प्रेग्नेन्ट भयो भन्दाखेरिबाट नै अनि म पनि प्रेग्नेन्ट नै थिएँ अनि के गर्न पाउँदिन कि भनिदिन्थ्यो के गर्न पाउँदिन कि भन्ने कस्तो फिल भइरहेको थियो धन्न आएर केही नगरे नि है केही नगरेर यत्रो दुईटा बच्चासँग यत्रो डेकोरेसन सब गरेर अनि हामी पहिला जस्तो हुँदैन होइन एकदम गाह्रो हुन्छ फिजिकली त भइहाल्यो तर मेन्टली अर्को भन्छ त्यही भएर तिमी आफै स्ट्रङ छ कतिको स्ट्रङ छ काम गर्न पनि कहिले भन्थेन कति काम गर्थ्यो पहिला होइन त्यही भएर आफ्नो स्पिरिट चाहिँ नभुल होइन तिम्रो आफ्नो क्यापासिटी तिमीलाई थाहा छ नि त कहिले विक नभन कि किनभने हामी कति कुरा विक भन्दो रहेछ कति विक भन्दो रहेछ
पहिला यस्तो गर्थेँ म अनि यस्तो अहिले यस्तो भन्ने कति आउँछ तर तिमी कस्तो छौ तिमीलाई थाहा छ सबैलाई थाहा छ नि त तिम्रो क्यापासिटी हो क्या तिम्रो भन्न है अनि एकदमै लकी छ नि है यस्तो राम्रो फ्यामिली हजुरआमा त्यही भएर एकदमै बेस्ट विशेष है एकदम बेस्ट You're the best. You are my inspiration. पनि मेरो आमाको इन्सपिरेसन नै हो है सानो आन्टी आउनु अब के काटिसक्नु आमा पनि बाबु आऊ मलाई एकदम मनपर्छ चिज केक म त थाहा पाएर केक ल्याएछ क्या मैले भनेको थिएँ होला काम सोचिरहेको होइन हुन्छ तिमी पनि जाऊ तिमीलाई हो कि अरूले खुवाइदिने ज्याम कि ज्याम खुवाइरहेको ए टिस्यु नै ल्याएन फोटो खिच ल सेफ डेलिभरी धेरै दुःख नपाइकन आमा डेलिभरी भनेर यो राम्रो साइड के भन्छ एकदमै बेस्ट विशेष राम्रो साइडमा जन्म होस् राम्रो दिन नक्षत्र है जन्मेको यो वेडनेसडे वाला हो सबभन्दा ग्रहण राम्रा भइदिएर कि दिनले यस्तो बाटोको हुन्छ र 2 वर्षमा फेरि तिमीले हम गरेको बाबा कुन कलर बोलेको कुन कलर बोल्यो बाबा धेरै लामी छिन् बाबु तिमी किन लामी भयो कि उनकै स्थिति बाबु पहन पकाएको 7 महिनादेखि दही चिउरा खान लाग्छु 9 महिनासम्म छेरी हुनु यो त यिनीहरूले त यो यस्तै धेरै छोरा छोरीहरूसँग राम्रो कोअर्डिनेसन गरेर ल भन्नु त आन्टी म नजिकै भएको छु के होस् मेरो नातिले नर्मल डेलिभरी होस् राम्रो दिन बार जोग तिथि नक्षत्र राम्रो ल्याएर जन्मियोस् सबै राम्रो हामी प्रतीक्षामा छौँ यस्तो घडीमा आउनु भएको छ खुट्टा त्यस्तो भएर नि है एकदम प्रतीक्षामा छौँ राम्रो होस् छोरी भगवानले रक्षा गरौँ बधाई छ भने त अङ्कल त्यो कुरा भन्न पर्छ म भिडियो खिच्छु बधाई छ भने बधाई छ मलाई पनि बधाई छ तँलाई त छ त बधाई त
म भन्दा कति कहिले पाउला भनेर छिटो हतार त उसलाई छ के भन्थे पहिले के भन्थे अरे छिटो जन्माइदिनु म हुर्काइदिन्छु भन्थे के बच्चा बच्ची भएपछि त छुट्टै हुन्छ नि तर अब तिमीलाई गइरहनु मन लाग्छ प्रेग्नेन्ट भएदेखि नि एभ्री मन्थ हो बुढा दिए के हो कि यस्तो पुरै बटरफ्लाई पिङ्क 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 कति ओ माई गड जन्मिन बित्तिकै हस्पिटलबाट आउने बेला लगाइदिनु त्यो भने हाँसेको वाइट रे हे भगवान् नदेखाउनु कि उसले खाइदिन्छ अहिले यति राम्रो डेकोरेसन गर्नुभएको नि हजुरले त कुरै छोडिदिनु बयान गरी साध्य छैन लास्टै राम्रो हो लास्टै राम्रो अब डेकोरेसनको बिजनेस खोल्नु डेकोरेसन वालाले यति राम्रो गर्दैनन् थ्याङ्क यू सो मच मेरो प्यारो साथी नितिका अनि मम्मी अनि पिनाजु आफू भर्खर बच्चा जन्माएको सुत्केरी भएर दुईटा बच्चाको मम्मी भएर पनि एक्लैले यस्तो राम्रो डेकोरेसन गरेर यति धेरै प्रिपरेसन गरेर म र मेरो बेबीको लागि ब्लेसिङ्स दिनको लागि यस्तो राम्रो सरप्राइज बेबी सावर अर्गनाइज गरेकोमा मलाई एकदमै इमोसनल फिल भइरहेछ एकदमै खुसी फिल भइरहेछ ब्लेस्ड फिल भइरहेछ कि तिमी जस्तो साथी मैले जिन्दगीमा पाएको छु भनेर थ्याङ्क यू सो मच फर दिस वन्डरफुल वन्डरफुल सरप्राइज एन्ड मेमोरिज फर लाइफ लभ यू सो मच